स्वार्थको कारणले गर्दाखेरि सम्बन्ध अडिएको छ अरे। जब स्वार्थ सकिन्छ तब सम्बन्ध पनि सकिएर जान्छ। हामी चाहिँ के भ्रममा छौँ अरे भने सुख यो संसारमा छ, सुख सम्बन्धमा छ भनेर भन्छौँ अरे। वेद व्यासी यहाँ के भन्दै हुनुहुन्छ भनेदेखि सम्बन्धमा सुख होइन। अब ध्यान दिएर सुन्नुहोस् है, सम्बन्धमा सुख होइन, सम्बन्धमा स्वार्थ छ भन्दै हुनुहुन्छ यहाँनिर। सम्बन्ध अडिएको छ केवल स्वार्थमा। हे बाबा, हे आमा भनेर भन्दैछौँ हामी, हे मेरो बाबु भन्दैछौँ हामी, हे मेरो मित्र भन्दैछौँ हामी। तर जुन दिन त्यो स्वार्थ सकिन्छ सम्बन्ध पनि सकियो। त्यसैले यहाँ बताउँदै हुनुहुन्छ स्वार्थ भन्दा धेरै माथि, गुण भन्दा धेरै माथि, भाव भन्दा पनि धेरै माथि, भावातीत गुणातीत त्योसँग सम्बन्ध गर न, त्योसँग सम्बन्ध गाँस न। एउटा वस्तुसँग सम्बन्ध गाँस, जुन वस्तुसँग सम्बन्ध गाँसेपछि अरूसँग गाँस्नै नपरोस्। यस्तो व्यक्तिलाई मनमा राख जसलाई मनमा राखिसकेपछि अब अरूलाई राख्नै नपरोस्, आनन्दको वर्षा भइ नै राखोस्। त्यो व्यक्ति को हो अरे भन्दाखेरिमा केवल भगवान श्री कृष्ण हुनुहुन्छ। पुरानन्द गन्ध भगवानको जय हो।